दलित मार्न पाइँदैन सिडिओ एसपीलाई कारबाही गर सिडिओ एसपीलाई कारबाही गर दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन सिडिओ एसपीलाई कारबाही गर सिडिओ एसपीलाई कारबाही गर मैले अहिले यति ठाउँमा घुमेर हेरेँ म 77 जिल्लाभरि गएँ सिन्धुलीको सिडिओ जस्तो बदमास अराजक सिन्धुलीको सिडिओ जस्तो बदमास मान्छे मैले अहिलेसम्म कहीँ पनि देखेको थिएन उहाँको त्यो कोर्डिनेसन गर्ने तरिका हामीले हेऱ्यौँ उहाँले छलफल गर्ने तरिका हामीले हेऱ्यौँ उहाँले पीडितहरूलाई गरेको व्यवहार हामीले हेरेका छौँ त्यही भएर यहाँ वार्ता भन्ने भन्दैन उहाँसँग हामीले वार्ता गर्न आएको होइन उहाँको हामी अनुसन्धान गर्न आएको उहाँको हामीले बयान लिने हो उहाँले अनुसन्धानलाई सघाउनुपर्छ यो मुद्दामा सिडिओले बदमासी छ यो मुद्दामा एसपीको दोष छ दुईजनालाई कठघारामा उभाएर ती मातहतका निकायले उहाँ मातहतका कर्मचारीले गरेको बदमासीको हामी वार्ता गर्न आएको होइन उहाँसँग दोहोरो कुरा गर्न आएको होइन उहाँले यो घटनामा यहाँको सिडिओ र यहाँको एसपीको बदमासी छ कानुनी कठघारामा उभिएर कानुनलाई यो छानबिन गर्न सघाउनु श्रीकृष्ण विकको परिवारलाई क्रिया खर्च दिएर मिलाउने भन्ने अहिले उहाँलाई बेसो यो कुरा गर्ने हो सिडिओले यो कुरा गर्ने हो एसपीले मान्छे कटरीको खटगाराभित्र उभियो मान्छे चाहिँ के अरे हिरासतभित्र मरेको छ एउटा चाहिँ पीडितको आमालाई बोलाएर 9 महिना पहिला श्रीमान गुमाएको छ 9 महिना पछि छोरो गुमाएको छ सिउँदो पुछिएर आएको मान्छे आँसु पुछ्ने मान्छे नभएको मान्छेलाई तेरो लास कसले उठाइदिन्छ तेरो क्रिया खर्च कसले दिन्छ तेरो यो भोलि कसले गरिदिन्छ भने यस्ता डर देखाएर ब्ल्याकमेलिङ गरेर बदमासी गरेर मैले फेरि पनि भनेको छु कहीँ कतैबाट यो खालको फेरि बदमासी गरेर पीडितलाई धम्काउने थर्काउने लोभमा पार्ने प्रभावमा पार्ने कर्म कसैको पनि चाहे सिडिओको चाहे एसपीको चाहे कुनै पनि कसैको पनि त्यसमा संलग्नता देखियो भने त्यो एक छानबिन गरेर कारबाही हुन्छ अन्तमा त्यो गर्न पाइँदैन त्यो अहिले मैले हेरिरहेको छु सिडिओको मैले एक्टिभिटिज हेरेँ सिडिओले मैले काठमाडौँबाट फोन गर्दा उहाँले सांसदको फोन काट्नु भएको छ उहाँ कुरा गर्न चाहनुहुन्न यो पीडितहरूलाई भित्र बोलाएर थर्काउनु भएको छ धम्काउनु भएको छ सबै कुरा हामीले त्यो रेकर्ड हामीले सुनेका छौँ त्यो उहाँले गरेको एक्टिभिटिज मैले फेरि पनि भने 77 जिल्ला घुम्दै गर्दा सिन्धुलीको अहिलेको सिडिओ जस्तो बदमास र अराजक सिडिओ अहिलेसम्म हामीले देखेका थिएनौँ यो ढङ्गबाट जसरी पीडितहरूमाथि चाहिँ उहाँले त्यो एउटा महिला मान्छेले एउटा महिलालाई एउटा आमालाई काखमा च्यापेर तिमीले छोरो सन्तान गुमाउँदै गर्दा त्यो पीडा हामीलाई पनि छ हामीले के गर्नुपर्छ तिमीलाई के हुँदा न्याय हुन्छ सत्य तथ्य देखाउनु पर्दैन हिजो प्रहरीले हाम्रो खुरकोटमा के भन्यो त्यहाँबाट भिडियो हामीले जिल्लामा पठाएको छ जिल्लाको एसपीले के भन्नुभयो 2 घण्टामा देखाउँछु 2 घण्टापछि के भन्नुभयो छैन हावाले हल्लाएको छ यताबाट हल्लिएर आयो उताबाट हल्लिएर आयो यता छ त्यता छ सांसदलाई छल्ने सिडिओले यो देशको सरकारको नेतृत्व गरिरहेको पार्टीको सांसदलाई छल्ने सिडिओले एसपीले यहाँका सामान्य मान्छेलाई के काम गरेका छन् उनीहरूले त्योहरू फेरि पनि हामीले भनेका छौँ सिडिओको भूमिका शङ्कास्पद छ एसपीको भूमिका शङ्कास्पद छ त्यो खुरकोटका मातहतका ती कर्मचारीहरू त छँदै छन् त्यही भएर उनीहरूले गरेको समाजले पुलिसले मान्छे मारेको छ प्रशासनले मुद्दा मार्ने प्रयास गरेको छ यो कुरा कहीँ कतैबाट स्वीकार्य हुँदैन रातभर धर्ना बस्नु रात दिनको कुरै छैन यहाँ सुन्नु रातभर धर्ना बस्नुभयो मूल गेट अगाडि बस्नुभयो तर सिडिओ साहब त वैकल्पिक मार्ग प्रयोग गरेर वैकल्पिक बाटो प्रयोग गरेर बाहिरिनु भयो नि त भाग्नुहोस् न सुरु मार्ग खोलेर भाग्नुहोस् न के फरक पर्छ उडेर भाग्नुहोस् सुरु मार्गबाट भाग्नुहोस् बस्नुहोस् त्योसँग सरकार विषय होइन कानुनी राज्यभित्र कानुनको कठघारामा उभिएर कानुनलाई सघाउनु पर्छ कानुन अनुसार उहाँले कसुर गर्नुभएको छ कानुनको खिलाफमा काम गर्ने जो कोही सामान्य नागरिक वा प्रशासक जो भए पनि कानुनको कठघारामा उभिएर जवाफ दिन तयार हुनुपर्छ हस् यहाँहरू सबैजना धन्यवाद